मार्च 2014 को रात को करिब 12:42 में मलेसियन एयरलाइन्सको फ्लाइट MS370 मलेसियाको क्वालालम्पुरदेखि चाइनाको बेइजिङतर्फको लागि उडिरहेको थियो। यस प्लेनमा 227 प्यासेन्जर, 10 फ्लाइट एटेन्डेन्ट्स र 2वटा पाइलट थिए। पाइलट क्याप्टेन जहारी अहमद शाह करिब 53 वर्षको जुन मलेसियन एयरलाइन्सको वान अफ द मोस्ट सिनियर पाइलट थिए भने फर्स्ट अफिसर फारिक हमिदको लागि यो पहिलो ट्रेनिङ फ्लाइट थियो। क्वालालम्पुरबाट उडिसकेको 20 मिनटपछि रातको करिब 1:08 में प्लेनले मलेसियन कोस्टलाइनलाई पार गरेर साउथ चाइना सीमा भियतनामतर्फ करिब 35,000 फिटको उचाइमा उडिरहन्छ। त्यस लगत्तै बिहानको 1:19 में प्लेन भियतनामी एयर ट्राफिकमा पुग्दछ। यसै कारणले गर्दा क्वालालम्पुर एयर ट्राफिकसँग सम्पर्क सकिन्छ। तर यसअघि पाइलटले मलेसियन एटीसीलाई आफ्नो मेसेज पठाउँछन् र यो मेसेज अन्तिम मेसेज हुन पुग्छ, अर्थात् त्यसपछि प्लेन आफै गायब हुन्छ, अर्थात् भियतनामी एयर स्पेसमा पुगेको प्लेन त्यहाँको रडारबाट नै हराउँछ र यो विश्वकै एक आश्चर्यजनक घटनाहरूमा हुन पुग्दछ। Flight MH370 ended in the southern Indian Ocean. यस प्लेनले क्वालालम्पुरबाट बेजिङ अर्थात् 5 घण्टा 34 मिनटको दूरी पार गर्नु थियो। क्वालालम्पुर एटीसीसँग सम्पर्क टुट्नु सामान्य थियो, किनभने क्वालालम्पुरलाई लाग्यो कि प्लेन अब भियतनामी एटीसीको सम्पर्कमा पुगिसकेको छ। जब भियतनामी एटीसीले प्लेनसँग 18 मिनटसम्म पनि सम्पर्क राख्ने प्रयास गर्दा सम्पर्कमा आउन नसकेपछि भियतनामी एयर ट्राफिक कन्ट्रोलले क्वालालम्पुर एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरी यस विषयमा जानकारी दिएको थियो। यदि यस्तो अवस्था आएको खण्डमा एटीसीले आफ्नो रेस्क्यु सेन्टरलाई 1 घण्टाभित्रमा सम्पर्क गर्नुपर्ने हुन्छ, तर यहाँ यसो गरिएन। क्वालालम्पुर एयरलाइन्सले यस सूचनालाई करिब 4 घण्टापछि मात्र एरोनोटिकल रेस्क्यु सेन्टरलाई यस विषयमा सम्पर्क गरायो। यस प्लेनलाई करिब बिहानको 6:15 में बेजिङमा ल्यान्ड गर्नुपर्ने थियो, तर यसो भएन। त्यसपछि विश्वको सबै ठाउँहरूमा यस घटनाको बारेमा सूचना पुग्यो। त्यस लगत्तै प्लेनको अन्तिम लोकेसन हेरेर एक सर्च अपरेसन सञ्चालन गरियो, जसमा 7 देशका 34 पानीजहाज र 28 एयरक्राफ्टहरू समावेश थिए। यस प्लेन MS370 को खोजी कार्य त गरियो, तर कुनै पनि किसिमको निशान पाउन सकिएन। यस सर्च अपरेसनलाई करिब 4 दिनसम्म चलाइयो, तर केही पनि पाउन सकिएन। त्यसपछि 12 मार्च 2014 में प्लेन MS370लाई सिभिल रडारमा नदेखे पनि एक सैन्य रडारले देखेको थियो। र आश्चर्यजनक कुरा के हो भने यस प्लेनलाई रातको करिब 2:22 में अन्डमान एन्ड निकोबार आइल्यान्डको नजिक मलेसियाको वेस्टमा स्ट्रेट अफ मलक्काकोमा देखिएको थियो। यसरी हेर्नुपर्दा प्लेन बेजिङ जाँदै गर्दा कसरी घुमेर जान सक्छ भन्ने कुरा एक आश्चर्यजनक विषय हो। त्यसपछि सैन्य रडारसँग सम्पर्क टुटिसकेपछि यस प्लेनले एक सेटेलाइटसँग पनि लगातार सम्पर्क गरिरहेको थियो। प्लेन बोइङ 777 थियो। यस प्लेनको विशेषता के हो भने यदि प्लेनको सम्पर्क प्रणाली बिग्रेको अवस्थामा यसले आफै सेटेलाइटसँग सम्पर्क गर्ने गर्छ। यसरी सेटेलाइटको सम्पर्कको डाटा एनालाइसिसबाट प्लेनको स्थानको अन्दाजा गर्न सजिलो भयो। त्यसबाट थाहा भयो कि स्ट्रेट अफ मलक्काबाट प्लेन करिब 5 घण्टासम्म हिन्द महासागरमा उडिरहेको थियो। विज्ञहरूको अनुसार अस्ट्रेलियाबाट करिब 2000 किलोमिटरको दूरीमा हिन्द महासागरमा ठिक यसै ठाउँमा आएर सम्पर्कको बेन भएको थियो, अथवा यसलाई यसरी पनि भन्न सकिन्छ कि ठिक यही क्षेत्रमा MS370 को दुर्घटनामा परेको थियो। क्वालालम्पुरबाट उडेर त्यस क्षेत्रमा आउनको लागि करिब 8 घण्टा लाग्ने गर्छ र MS370 मा पनि त्यतिसम्मका लागि मात्र इन्धन थियो। यसरी हेर्नुपर्दा प्लेन त्यही क्षेत्रमा आएर दुर्घटना हुन सक्छ भन्ने कुरा विज्ञहरूको दाबी छ। त्यसपछि त्यस प्लेनलाई खोजी कार्य गर्न थालियो। यस प्लेनलाई खोजी गर्न निकै आवश्यक थियो, किनभने दुर्घटना हुनुभन्दा अगाडि त्यस प्लेनको ककपिटभित्र के भइरहेको थियो भन्ने कुराको जानकारी पाउनुपर्ने हुन्छ र त्यसको लागि प्लेनमा रहेको ब्ल्याक बक्सको खोजी गर्नुपर्ने हुन्छ। यस क्षेत्रमा एक डीप सी सर्च अपरेसन सुरु गर्न थालियो, तर 3 वर्षसम्म पनि खोजी गर्दा यस MS370 को पत्ता लगाउन सकिएन र खोजी कार्य बन्द गरियो। यस खोजी कार्यमा करिब $160 मिलियन भन्दा बढी खर्च भएको थियो। यस्तो खोजी कार्य गर्ने क्रममा केही पनि पत्ता लगाउन सकिएन, तर 2015 में अर्थात् घटनाको 1 वर्षपछि प्लेनको दायाँपट्टिको फ्लेपरोन भने नजिकको एक आइल्यान्ड अफ रियुनियनमा फेला परेको थियो र यस्ता कैयौं वर्षपछि पनि यसको धेरै हिस्साहरू नजिकका आइल्यान्डहरूमा पत्ता भेटिएको थियो।
केही अनुसन्धानकर्ताहरूको टिप्पणीमा यो प्लेन हाइज्याक भएको हो भन्ने कुरा छ, तर केही अनुसन्धानकर्ताले भने यस प्लेनको सिस्टममा गडबडीको कारणले गर्दा सम्पर्क टुटेको र अक्सिजनको कमीले गर्दाखेरि यात्रु र पाइलट दुवै बेहोस भएको कारणले गर्दाखेरि यो घटना हुन पुग्यो भन्ने किसिमको दाबी छ। अब यस्ता खालका टिप्पणीहरू कुन सही र कुन गलत हो भन्ने कुरा पत्ता लगाउनको लागि त्यस प्लेनलाई खोजी गर्नुपर्छ र त्यसभित्रको ब्ल्याक बक्सलाई पनि खोजेर त्यसभित्रको आवाजलाई सुनिसकेपछि मात्र थाहा पाउन सकिन्छ। प्लेन हराएको पनि करिब 8 वर्ष पुगिसकेको छ, तर फेब्रुअरी 22मा एक ब्रिटिस एरोस्पेस इन्जिनियर रिचर्ड गडफ्रेले दाबी गरेका छन् कि त्यही सर्च अपरेसन गरेको क्षेत्रमा एउटा पिन पोइन्टमा प्लेन दुर्घटनाग्रस्त छ, तर त्यसमा खोजी कार्य गर्नुपर्दछ। आश्चर्यको कुरा के हो भने सर्च अपरेसन गर्ने क्रममा त्यस ठाउँमा भने खोजी कार्य गरिएको थिएन। मलेसियन सरकारले यस कुरालाई कतिसम्म गम्भीरतापूर्वक लिन्छ भन्ने विषय अझ बाँकी छ।